हेलो एभ्रिवान। आज धेरै दिनपछि फेरि म एउटा इम्पोर्टेन्ट नोटिस लिएर आएको छु। नोटिस जति पनि नयाँ ब्याच भिडियोज खुल्नुहुन्छ उहाँहरूलाई यो कुरा बुझ्नुलाई इम्पोर्टेन्ट छ जस्तो लाग्यो। इन माई भ्यू तपाईँहरूले पनि यो कुरा थाहा पाए हुन्थ्यो जस्तो लाग्छ मलाई, किनकि अब कलेज स्टार्ट भइसकेपछि अब पढाइलाई म्यानेज गर्न गाह्रो भइरहन्छ। अब यो भिडियो तपाईँहरू लास्टसम्म हेरिदिनु होला, किनकि यो भिडियो हजुरहरूको लागि धेरै नै इम्पोर्टेन्ट हुनेछ। सो अब अहिले त कुरा के हो भन्दाखेरि हजुरहरू अब कलेज जानुहुन्छ। अब कलेजमा त टिचरले भनिदिनुहुन्छ के छ, कसो पढ्नुपर्छ भनेर, के कसरी पढ्नुपर्छ भनेर त्यो गाइड त हजुरहरूलाई टिचरले दिइसक्नुहुन्छ। प्लस अब हामीलाई के हुन्छ भन्दाखेरि मेडिकल फिल्डमा जब हामी गइहाल्छौँ त्यहाँ हामीलाई एउटा के हुन्छ, अब पढाइ टिचर त छँदैछ, टिचरभन्दा पनि अर्को एउटा के हो भन्दाखेरि सिनियरको रोल एकदमै ठुलो हुन्छ मेडिकल फिल्डमा। एकदम इम्पोर्टेन्ट। जति तपाईँले टिचरको इम्पोर्टेन्ट छ म त भन्छु उत्तिकै सिनियरको पनि इम्पोर्टेन्ट छ हजुरहरूको लाइफमा, इफ हजुरहरू मेडिकल फिल्डमा हुनुहुन्छ भनेर। र मेडिकल फिल्डमा पनि जुन तपाईँहरू बिडिएस हुनुहुन्छ भने बिडिएसहरूलाई सिनियरको हेल्प एकदमै चाहिन्छ। सिनियर भनेपछि गर्ने हो जस्तो हुन्छ। त्यही भएर हजुरहरूलाई अब अहिलेदेखि नै कुनै सिनियर छ, अब जुन कलेजमा तपाईँहरूले एडमिसन गराउनु भयो उहाँहरू अब कम्युनिकेसन गर्नु सिनियरसँग, सिनियर चिनेको तपाईँहरूले एकदमै फाइदा हुनेछ। किनकि हामी कलेज जान्छौँ भने टिचरले यस्तो हो यो हो पढ्नुपर्छ भनेर सिकाउनुहुन्छ। टिचरले आफ्नो साइडबाट इफोर्ट लाउनुहुन्छ, के गर्नुपर्छ एभ्रिथिङ भन्नुहुन्छ। प्लस हामीलाई टिचरले नै भनेको सब थोक बुझिन्छन् त्यस्तो छैन। हामीलाई त्यसको साइड वाइज हामीलाई सिनियर पनि चाहिन्छ। सिनियरको रोल कहाँ छ भन्दाखेरि अब टिचरले त भन्यो यसरी पढ्नुहुन्छ। अब टिचरबाट तपाईँले केही कुरा बुझ्नु भएन वा टिचरसँग केही कुरा सोध्न गाह्रो भएपछि तपाईँलाई सिनियर पनि चाहिन्छ। किनकि सिनियरले त्यो कुरा त फेस गरे हुन्छ नि त। अब फर्स्ट इयर छ भने सेकेन्ड इयरमा त्यो सिनियर भयो भने फर्स्ट इयरमा के आयो, अब के प्रब्लम आयो, के गर्नुपर्छ भनेर सिनियरलाई थाहा हुन्छ। त्यही भएर तपाईँहरूले इमिडिएट सिनियरसँग कन्ट्याक्ट गर्न, अब जुन दिन तपाईँहरू कलेज जानुभयो त्यही दिनदेखि सिनियरले हेरेर सिनियरसँग कन्ट्याक्ट गर्न ट्राई गर्नु। किनकि सबै कलेजको सिनियरहरूले तपाईँले हेल्प गर्छ। तपाईँ एकपल्ट ट्राई गर्नु सिनियरहरूसँग बोल्नलाई, सिनियरहरूले हेल्प गर्छ। प्लस सिनियरहरूले के छ भन्दाखेरि सिनियरहरूलाई तपाईँहरूले अब हामी जुनियर छौँ भने अब सिनियरलाई रेस्पेक्ट दिनु, उहाँहरूले तपाईँहरूले एकदमै हेल्प गर्नुहुन्छ। सो सिनियरसँग कन्ट्याक्ट गर्नु अनि सिनियरले सिकाउनुहुन्छ यसरी पढ्नुपर्छ। अब इक्जाम आयो भने यो यसरी पढ्ने, इम्पोर्टेन्ट कुरा पढ्ने उहाँहरूलाई थाहा हुन्छ। फर्स्ट टाइम यस्तो क्वेसन आएको थियो भने उहाँहरूले गाइड गर्नुहुन्छ, यसरी पढ, यो क्वेसन पढ, यो इम्पोर्टेन्ट छ। अब भिडियोज हुनुहुन्छ भने अब प्र्याक्टिकल, अब डेन्टलको प्र्याक्टिकल एकदमै हार्ड हुन्छ। स्टार्टिङमा त एकदमै गाह्रो लाग्छ, पछि सजिलो लाग्छ। म त केही पनि फर्स्टको सजिलो छैन, तर सजिलो होइन। अब स्टार्टिङमा त गाह्रो लाग्छ, पछि सजिलो लाग्छ। त्यही भएर अब सिनियरसँग गाइड लिनुहुन्छ। अब यस्तो हुन्छ भनेर उहाँहरूले भनिदिनुहुन्छ यस्तो गर्नुपर्छ। अब पहिला अब तपाईँको भोलि प्र्याक्टिकल छ, अब तपाईँले केही थाहा छैन। किनकि अब हामीले 12बाट डाइरेक्टै ब्याचलरमा आएको हुन्छौँ भने धेरै चेन्ज हुन्छ। झन् मेडिकल फिल्डमा त एकदमै धेरै चेन्ज हुन्छ। सो तपाईँहरूले जस्तो भोलि प्र्याक्टिकल छ भने आज तपाईँहरूले सिनियरसँग कुरा गर्नु भने सिनियरले भन्नुहुन्छ यो गर्नुपर्छ भने तपाईँलाई भोलि सजिलो लाग्छ। सो सबै थोक त टिचरसँग त बुझ्दैन। त्यही भएर सिनियरको हेल्प चाहिन्छ। जति भयो नि सिनियरको हेल्प चाहिन्छ। एज अ भिडियोज तपाईँहरूले सिनियरको एकदमै हेल्प चाहिन्छ। सकेसम्म इमिडिएट सिनियरसँग कन्ट्याक्ट। इमिडिएट सिनियर त भर्खर तपाईँहरू फर्स्ट इयरमा हुनुहुन्छ भने उहाँहरू सेकेन्ड इयरमा छ भने उहाँहरूलाई सबै थाहा हुन्छ नि त। फर्स्ट इयरमा यो भएको थियो, यो गर्नुपर्छ भने तपाईँहरूले इमिडिएट सिनियरसँग कन्ट्याक्ट गर्नुहुन्छ। अब इमिडिएट सिनियरसँग कन्ट्याक्ट गर्नुहुन्छ, उहाँहरूले देखाउँछ। अब एक त पढाइमा थ्योरी इक्जाममा पनि के आएको थियो, युनिभर्सिटी इक्जाममा कस्तो भएको थियो भने उहाँहरूले सब भन्नुहुन्छ। एक त प्र्याक्टिकलमा पनि हजुरहरूलाई हेल्प हुन्छ अनि अरू कुरामा पनि धेरै हेल्प हुन्छ। अब नोटेको कुरा भयो भने नोट्सको लागि हजुरहरूले हेल्पफुल हुन्छ। त्यसपछि कहाँबाट पढ्ने, कसरी पढ्ने सब थोक थाहा हुन्छ। त्यही भएर हजुरहरू फर्स्ट डे कलेज जानुहुन्छ भने सकेसम्म आफ्नो इमिडिएट सिनियरसँग कन्ट्याक्ट गर्नु। सिनियर जति पनि सिनियर हुन्छ सब सिनियरसँग तपाईँहरूलाई काम लाग्छ। सिनियरहरू सिर्फ सिनियरलाई रेस्पेक्ट गर्नु। सिनियरले यति एक्सपेक्ट गरेको हुन्छ कि हामीभन्दा जुनियर छ भने उहाँहरूले मलाई
रेस्पेक्ट गरोस् भनेर तपाईँहरूको काम छ। हामी जुनियर छौँ भने हामीहरू सिनियरलाई रेस्पेक्ट गर्ने र अब हामीसँग हामीलाई जुन प्रब्लम छ भने उहाँसँग भन्ने यो प्रब्लम छ उहाँहरूले मजाले गाइड गरिदिनुहुन्छ। सो मैले यो भिडियो राख्नुको कारण यही थियो कि तपाईँहरू अब कलेज स्टार्ट हुन्छ भने तपाईँहरू सबैसँग इमिडिएट सिनियरसँग कन्ट्याक्ट गर्नु। उहाँहरूले धेरै नै हेल्प गर्छ। जति हामीलाई टिचर इम्पोर्टेन्ट छ त्यत्तिकै सिनियर पनि इम्पोर्टेन्ट छ। यो भिडियो यतिकै थियो। हस्, धन्यवाद।